अब काठमाडौँ आयो यहाँ अब पाएको जति पैसा पनि सकिहाल्यो रुम खोज्नुमै अब होटलमा बस्नु सकिहाल्यो कहाँ बस्नु होला त अब अनि अङ्कल आन्टीलाई पनि भनेको छैन मैले उसको एउटा साथी छ उसको साथीकोमा होटलमा बस्नुपर्छ उसले कि बस्नु दिन्छ कि साथी 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 हजुर ए म दिनेश ढोका खोल्नु साथी ए ए ल ल ल रुखमा आएँ ओहो साथी तिमी 21 रुपियाँको प्याक नभनेर मलाई नक्कल छ न मेसेज छ यार हेर न साथी म अस्ति भर्खर पुगेको है म यहाँ रुम ए ल ल ल साथी भित्र आएर कुरा गरौँ न हामी हुन्छ साथी साथी राम्रोसँग पुग्यो न ल साथी बस न तिमी बसेर कुरा गरौँ न हुन्छ साथी हुन्छ तिमी त पढ्न लाग्थ्यौ कि डिस्टर्ब त गरेन साथी नै नै साथी त्यस्तो त अनि सन्चै छु त्यही साथी सन्चै छु अनि तिम्रो 81 यहाँ कल थिएन मेसेज त तिमी त 81 आयो त यार अनि साथी म अस्ति भर्खर पुगेको है म यहाँ रुम खोज्दा खोज्दै यहाँ रुम पनि भेटिरहेको छैन यहाँ रुम खोज्ने मान्छेले पनि पैसा खाइरहेको छ यहाँ आफ्नो भने जस्तो रुम पनि भेटिँदैन होटलमा बस्दा त 3-4 दिन भइसक्यो होटलमा बसेको साथी ए होटल त्यस्तो भइदियो होटलमा त अनि पैसा त दह्रो खर्च भयो होला नि तिम्रो साथी पैसा ल्याएको सबै खर्च भइसक्यो अब यहाँ आफ्नो मान्छे भन्ने कोही छैन मैले भनेर आएको छैन ल साथी तिमी के त्यस्तो न टेन्सन नलियो अब त्यस्तै यो काठमाडौँमा रुम भनेको रुम भेटिँदैन अनि आफूले सोचेको जस्तो के हुन्न अनि त्यही भएर तिमी अब होटलमा नबसी डाइरेक्ट मेरो कोठामा आइदिएको भए त भइहाल्थ्यो नि अनि केही छैन अब जे भयो भइहाल्यो अब 2-4 दिन यतै बसौँ अनि त्यसपछि रुमसुम यस्तो खोज्दै गरौँ न नि के भयो त आज त्यहाँ रुम काउन्टरमा गएर हुन्छ साथी हुन्छ साँझ जाम्ला नि त है ए साथी तिमीले अनि खाना नास्ता के खाएर आऊ साथी खाना खाएर आएको खाना त खाएर आएको